गर्मीमा पंखा नभएर गुमाए बाउआमाले आफ्नो एक्लो छोरो। कति दिन भयो छोरा गर्न आएको? 3 दिन भयो। कता कता खोज्नु भयो? सबैतिर खोज्यौं सर तर भेटिएन। कता कता खोज्नु भयो? टोयलेटमा, सेफ्टी ट्याङ्कीमा, पानी ट्याङ्कीमा, सबैतिर सर। त्यस्तो ठाउँमा कसले खोज्छ? के त तैँले मारेर फाल्दिस् कि खाली झगडा गर्थिस्? जाबो कोठामा फ्यान लगाउने कुरामा झगडा गर्ने त हैन। अरे बुढालाई त भन्छेस् गोली खालास, झगडा गर्ने टाइम हो यो। 1 मिनेट, फ्यानको कुरामा झगडा गरेको हो हजुर? छोराको कोठामा पंखा छैन नि हाम्रोमा छ, त्यही कुरामा झगडा भएको थियो। आफ्नो कोठामा मात्र किन छ पंखा? गर्मीमा सम्पर्क गर्न गाह्रो हुन्छ कि सर। तपाई पनि कस्तो के? हवलदार यस्तो केस पहिले सल्भ गरेको होइन हामीले गर्मीको महिनामा? हो हजुर, लास्टमा हामीले त्यसको छोरा घरमै भेटेको। यो तपाईँ के भन्दै हुनुहुन्छ? गएर एकचोटि फ्रिज खोल्नु त। झगडा भइरहेको थियो बुढाबुढी बीचमा, आखिर के थियो होला त फ्रिजमा? केस सल्भ, यु आर अन्डर अरेस्ट। हजुर मैले के गरेर? तै होस् दोषी हैन? हैन मै हो। एक झ्यापडमै साँचो बोल्यो त। क्राइम पेट्रोलमा यस्तै हुन्छ। मलाई थाहा थिएन सर कोठामा पंखा बिना सुत्नुको सट्टो छोरा फ्रिजमा सुत्छ भनेर। बिहे गर नि पाउँछस् कोठामा पंखा। छोरालाई अन्त्यमा आयो उसको होस, खासमा गर्मीको थियो सबै दोष, त्यसैले शीतल रहनुहोस्, सतर्क रहनुहोस्। छोरा मैले पंखा पाएँ। तर साला के भएको, के बेसी चाक पोलेको आमामामामा। खै त यार आउँदैन त कुल्फी वाला दाइ, यहाँ गर्मीले मर्न लागिसक्यो म। आउँछ प्रतीक्षा गर्न। वो आ गया। आउनु भयो कुल्फी वाला दाइ, दाइ आउनु त। आयो मेरो अङ्कल। यो वेलकम। काले दाइ कुल्फी खाम न। कालो कुल्फी खान्छस्? आइसक्रिम चाहियो भने क्या त्यो खासमा? त्यस्तो नि कुल्फी हुन्छ र? थरी थरी हुन्छ दुनियाँमा, राम्रो हुन्छ, नराम्रो हुन्छ, सेतो हुन्छ, कालो हुन्छ। इज्जतका साथ बोल भोसडी के। भोसडी के यो के गरेको? इज्जतका साथ भोसडी के भनेको? भैया 2टा कुल्फी हान्दिम न त। हान्दिउँ। ए ताई पनि खानी 3टा दिनु त त्यसो भए। थ्याङ्क यू गाइज। हैन दाइ, हात जोड्न पर्दैन। यो गर्मीमा सबैले सबैको साथ दिनुपर्छ के। कति सानो हुन्छ नि कुल्फी? नेपालीको यत्रै हुन्छ, मतलब चुप्लाएर खा त, बल्ल बल्ल पाइरहेछ झन् खान। टेढो मेढो मुजी मलाई मन पर्दैन म्याथ सिक्ने। यही हो अन्तिम कुल्फी। लामो देखा नि त तिम्रो। झन् टेढो छ मेरो। बिल्ला भयो यार। धेरै नै बिल्ला भयो। जसलाई बिल्ला लागेको छ फक यु मदरफकर्स। कस्तो स्वादिलो कुल्फी यार। ल है ल गाइज, ल